Guys, so it's already 8:30 भयो हिजो अब भर्खर उठ्यो हामी हैन अब गेट म त अलि रेडी भइसक्यो अनि यहाँ रेडी हुँदैछ म्याडमजी अनि पुरा यहाँको भ्यू चाहिँ यस्तो छ है अलि लगभग ब्रेकफास्ट टाइम हुन आँट्यो एक्चुअली भइ पनि सक्यो ग्रुपहरु बसिरहेको छ सो अब हामी पनि तल गएर अब ब्रेकफास्टहरु खान्छौँ फोटो खिच्नुपर्छ अहिले त्यही भएर अनि यहाँ यस्तो दामी देखिरहेछ हेर्नु त यो बेगम बेली फुल अनि यता यो वाइटमा बेगम बेली सो अब हाम्रो ब्रेकफास्टमा के रहेछ त अब हामी चाहिँ उतापट्टि पनि कस्तो राम्रो देखिरहेको रहेछ नि हाम्रो चाहिँ ब्रेकफास्ट चाहिँ अब यहीँ सर्भ हुन्छ दही कर्ड फ्रुट्स अनि बनाना लस्सी अन्डा चाहिँ मलाई चाहिँ बोइल गरिदिनु हार्डै गरिदिनु तिमी अमलेट खाने एउटा अमलेट नि गरिदिनु ऊ गरिदिनु न सबै हालेर जस कता हेल्दी ब्रेकफास्ट हुँदो रहेछ यहाँ चाहिँ ओके हजुरलाई नि हालिदिन्छु नि त त्यहाँ हाल्नु नि पहिला तिमीहरू यो दही छ फ्रुट्समा चाहिँ पपाया छ अनि बनाना छ सम एप्पल वाटरमेलन पनि रहेछ एप्पल भनेर एप्पल के थियो एप्पल बेक्ड एप्पल हो यस्तो खाएर सबै खाइन्छ त यहाँको ब्रेकफास्ट जस ठिक छ दामी रहेछ तर अलिकति यो मासुको आइटमहरू चाहिँ मिसिङ लाग्छ होला ठिक छ होइन बेकन सेकनहरू राख्छ नि ब्रेकफास्ट पनि खाइहाल्यो अनि कस्तो लाग्यो ब्रेकफास्ट मिठो छ मिठो लाग्यो त्यही भएर मैले पनि मलाई मिठो लाग्यो त्यो के अरे त्यो दही पनि एकदम मिठो थियो है दही दामी थियो दही र अनि त्यसपछि दही र अनि त्यसपछि त्यो मोही चाहिँ मिठो थियो बनाना लस्सी नट मोही ओके बनाना लस्सी चाहिँ मिठो घामले पोलिसक्यो नि मलाई त अघिसम्म घाम लागेको थिएन वेदर पनि जाने आउने जाने भइरहेको थियो ठिकै छ अहिले कति बज्यो 9:30 भएछ सो अब यहाँ अब एकछिन बस्छौँ हामी फोटोहरू खिच्छौँ अनि त्यसपछि लाग्नु पर्ला है नि त
हिजो चाहिँ यो साइडहरू आएको थिएन यतातिर पनि दामी देख्दो रहेछ यो रुखहरू कस्तो मजा आएको है अगाडि जाउँ त माथितिर पनि मजाले फुलहरू फुलिरहेछ अनि दामी देखेछ भित्र दामी रहेछ त यतातिर पनि कस्तो मजाले बनाएको क्या यो ठाउँ त यस्तो फुलहरू फुलिरहेछ है यतातिर है प्रकृति रिजर्भ पनि यस्तै थियो मजाको यतिर रुमहरू रहेछ अझै बस्ने कस्तो रमाइलो ठाउँ यार यसो सानो गार्डन जस्तो रहेछ अझै बाहिर चाहिँ फगहरू लगाएर अहिले अझ क्लियर भएको छ नि स्काई तलतिर सानो गार्डनहरू रहेछ है त यता हाम्रो बाटो रहेछ तर आइडोन्ट नो यो कतातिर पुग्छ अब चाहिँ हामी यहाँबाट निस्किन लागेको छौँ है अब प्याकिङ अलिकति बाँकी छ त्यो गरेर हामी यहाँबाट निस्केर अब नुवाकोट दरबारतिर लाग्छौँ अब फोटो खिच्ने टिकटक बनाउने सबै गरिसक्यो अब विल मुभ फ्रम हियर अनि त्यही हो अब वेदर अहिले फेरि खोलेको छ मजाले कस्तो राम्रो देखिरहेको छ यहाँबाट भ्यू भ्याली भ्यूहरू मजाले आई थिङ्क ऊ त्यो चाहिँ उता चाहिँ त्यही होला जस्तो लाग्यो दरबार चाहिँ त्यहाँ अगाडि छ है सो अब यो प्लेसलाई फेरि गुड बाई भन्न चाहिँ कस्तो गाह्रो क्या कस्तो दामी ठाउँ भने कहाँ जस्तो लाग्यो आई थिङ्क एभ्रीबडी इज गर्न चेक आउट नाउ है ल राइट अब हामी पनि यहाँ अलिकति मेरो बिलहरू अलिक क्लियर गरेर अनि त्यसपछि निस्किनु पर्ला चाहिँ यहाँबाट निस्किन लाग्यो ल यो ठाउँलाई गुड बाई भन्दै अब पछि फेरि आउँला हान्दामा अब नेक्स्ट टाइम है अब यहाँबाट यो नुवाकोटको फेमस फार्म अब यहाँबाट चाहिँ हामी निस्किनलाई अब यहाँबाट हामी एकैछिन यहाँ दरबारतिर घुम्छौँ होइन यो नुवाकोटको दरबार अब यहाँबाट घुमेर अब हामी निस्किन्छौँ त्यहाँ ब्रदरहरू छ ल ब्रदर थ्याङ्क यू भेरी मच है त ल पछि आउँला फेरि यस्तै हो हस् ल दाइ है ल मिठो खुवाउनु भयो पछि आउँला है त फेरि ल यो ठाउँ alright so we are off अब पछि फेरि नेक्स्ट टाइम अब पछि मिल्यो भने आउनुपर्छ ल ल बाई बाई चाहिँ बबाल क्लियर भएको छ अहिले खोइ बिहान मात्रै घुम्नु भएको छ यहाँ गाडी चाहिँ यहाँ पार्क गरेको छु रमाइलो भयो भए माइन्ड पनि फ्रेस भयो त्यही त आनन्दले माइन्डै मजाको फ्रेस भएको छ मैले भन्दा नि तिमीले यार ओके ल यो चाहिँ यहाँ अब ढोका खोल्नु पर्यो ल अब चाहिँ हामी यहाँबाट लाग्यो है त रेडी हो नि त अब के अब जाने दरबार घुम्ने अनि जाने गर्मी चाहिँ भित्र भएर ल यहाँ चाहिँ दामी अब रमाइलो भयो अब नेक्स्ट टाइम हलिडे पनि सक्यो तर अब चाहिँ दरबार घुम्न बाँकी नै छ हेरौँ न ल अब जाउँ नुवाको दरबार एकचोटि जाउँ अनि त्यो म पहिला आएको थिएँ बिर्सिसकेँ अहिले एकचोटि जाउँ न ल अब चाहिँ त्यहीँ जाउँ है त यहाँ चाहिँ यस्तो भ्यू क्लियर छ यहाँ फेरि यो फ्लावरहरूलाई चाहिँ अब यहाँ गुड बाई भन्नु पऱ्यो फेमस फार्म फ्रम नुवाकोट होइन त राइट हामी चाहिँ यो दरबार आइसक्यो यो पार्किङमा नुवाकोटको पृथ्वीनारायण शाहको दरबार सो यताबाट अब लाग्छौँ
आया तिमी आएको थियो त पहिला मेरो त भने त नुवाकोट त मेरो फर्स्ट टाइमै हो क्या म त त्यही भने फर्स्ट टाइमै त्यही भएर म पहिला आएको थिएँ अब अहिले चाहिँ धेरै भयो नआएको त्यही भनेको अब दरबार हेर्नु पर्यो कस्तो छ होइन त्यही भने ओके जाउँ जाम एकछिन वक गरौँ अगाडि टक्क लाएर यो आई थिङ्क यो भूकम्प पछि यो सबै चाइनिजहरूले बनाइरहेको जस्तो लाग्यो म्युजियम हो नि त यो चाहिँ दरबार सङ्ग्रहालय नुवाकोट यहाँ चाहिँ यो चाहिँ यहाँबाट एन्ट्री चाहिँ कताबाट हो दाइ एन्ट्री भित्र जाने यहीँबाट ए सो यहाँबाट चाहिँ भित्र जाने अस्ति नै अर्थक्वेकले यो अर्थक्वेकले भत्केको जस्तो छ है यो पुरानो सबै अन्डर मेन्टेनेन्स रहेछ ल यो सबै सो यहाँ माथि मन्दिरमा आएको छौँ हामी सो नुवाकोट युथ क्लब छ मन्दिर यताबाट चाहिँ भ्यू दामी भ्यू देख्ने अरे यहाँबाट नि है यो त्रिशुली खोला हेर न चाहिँ मन्दिर ढोकीभरि एकछिन यहाँ तल निस्केर एउटा भिडियो खिचौँ यो ठ्याक्कै यो ढोकाको रहेछ यो त पुरा बालीको ढोका जस्तै रहेछ वक गर्ने रहेछ यहाँबाट ल यही हो है मा उता दरबार चाहिँ सबै अन्डर कन्स्ट्रक्सन रहेछ है त्यही भने झन् तिमीलाई यसमा देखाइदिउँ त म्युजियम जाउँ भनेको सब भन्दै रहेछ ओके अब नेक्स्ट टाइम इज अलवेज देयर यहाँको भ्यू चाहिँ अब यहीँबाट चाहिँ अब मजाले यही हो यहाँको भ्यू कस्तो दामी देख्ने त्यही भने ल अब चाहिँ है त ल अब हाम्रो क्लोज यहीँबाट अलराइट गाइज बाई